म चाहिँ आज काठमाडौँबाट गाउँ यता बेलकोटगढी नगरपालिका मेरो गाउँमा आउँदैछु। अहिले म बेलकोटगढीको ठ्याक्कै यता बोर्डिङ स्कुल हिमालयबाट माथि लाग्दैछु। गाई रमाइलो लाग्दैछ। अब बिहानै हिँड्यो तर यहाँ त घाम नै लागेर रहेछ। खासमा घाम लाग्ने बेला नै होला। म चाँडै हिँड्दैछु क्या हो। Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways, and on we'll go. त्यस्तै हो। राम्रो बनाएको छ यो बाटो, मलाई एकदम मनपर्छ। यो माथि स्कुल पनि छ एउटा। पहिला हामी यो बाटो अहिले पो पिच भयो, राम्रो भयो। तर हामी पहिला चाहिँ अब सवारी साधनहरू नहुँदाखेरि चाहिँ हामी चाहिँ उता एउटा सर्टकट बाटो पनि रहेको छ। त्यो चाहिँ ठ्याक्कै यता बेलकोटगढीको ठ्याक्कै सुन्दर बजारबाट तल झरेर यता अमारे खोला निस्किने ठाउँ छ। Hello guys, namaste everyone. तपाईं सबैलाई स्वागत छ यो शमशेर अफिसियल च्यानलमा। म चाहिँ आज काठमाडौँबाट गाउँ यता बेलकोटगढी नगरपालिका मेरो गाउँमा आउँदैछु। अहिले म बेलकोटगढीको ठ्याक्कै यता बोर्डिङ स्कुल हिमालयबाट माथि लाग्दैछु। गाई रमाइलो लाग्दैछ। अब बिहानै हिँड्यो तर यहाँ त घाम नै लागेर रहेछ। खासमा घाम लाग्ने बेला नै होला। चाँडै हिँड्दैछु क्या हो। रमाइलो छ यता लाग्दैछ। बाटो अहिले राम्रो भएको छ। पहिला यो बाटो अब एकदम हिलो अहिले चाहिँ पुरै पिच गरेर मलाई चाहिँ एकदम आनन्द रमाइलो बनाएको छ।
बरु यता यो बाटो यता यो ककनी हुँदै आउने बाटो चाहिँ एकदम धुर बाटो छ। बरु हाम्रो यो नगरपालिकाको यो तल धमाले बाटो चाहिँ बेसी राम्रो बाटो बनाएको जान लागेको छ तर घाम लागेको बाटो राम्रो बनाएको तपाईँको बाटो बनेको 4-5 वर्ष जति भयो होला। त्यो राम्रो छ, ठाउँ ठाउँमा ढलान गर्दै पढ्न भएन ढुल्कीमा ढलान गरेर राम्रो बनाएको बाटो चाहिँ बाटो भनेको राम्रो मौसम एकदम खराब देखिरहेको छ। के राम्रो देख्छ होला तर पनि राम्रै छ। मलेश्वर हुँदै काठमाडौँ हुँदै 2 घन्टा भन्दा पनि बढी बेला बेलामा आउनु पर्ने हुनाले वर्षमा आउन गाह्रै छ। धेरै काम नपरेसम्म म आज आउँदिनँ। आज पनि यसो यदि काम गरेको हुन्छ आज है कारण काठमाडौँबाट नुवाकोट भनेको एकदम नजिक यता पनि आइराख्नु पर्ने बेला बेलामा तर म चाहिँ वर्षको एकचोटि पनि गाह्रै पर्छ आउनलाई। यति साह्रो गाह्रो छ मलाई। अब आउँछ फेरि रमाइलो हुन्छ यता बस्दा उता नरमाइलो यतै रमाइलो हुँदै आउँछ फेरि उता बस्दाखेरि उतै रमाइलो त्यस्तो खालको भएर पनि होला। आफ्मा त अब यता आयो अब केही दिन बस्नु जस्तो लाग्छ के गर्नु आफ्नो काम भनेर छुट्टै छँदैछ। आफ्नो राम्रो घर भइसक्यो यहाँ अहिले। जब बाटो राम्रो हुन्छ त्यसपछि घर त आउनु पनि राम्ररी बनिहाल्छ। त्यसको हाम्रो नगरमा पनि हाम्रो बाटोले गर्दाखेरि विकास त हुँदै गरे हो कि निर्माण चाहिँ अनि म भन्दै थिएँ है यो अब काठमाडौँ भयो अब बिहान उठ्यो फेरि आफ्नो अफिस गयो दिनभरि अफिसमा व्यस्त अनि फेरि बेलुका आयो अनि बेलुका आएर पनि फेरि अब त्यही हो खानासाना खायो सुत्यो अनि फेरि बिहान उठ्यो फेरि अफिस गयो। दिनचर्या त्यसरी बितिरहेको छ। अरू गाउँले जीवन चाहिँ पुरा रमाइलो लाग्छ किनभने अब बिहान उठ्यो आफ्नो खालसालमा खायो रेगुलर आफ्नो खेतबारीको चिजहरू गऱ्यो आयो बजायो जानै पर्छ गर्नै पर्छ भन्ने बाध्यता चाहिँ एकदम काठमाडौँमा चाहिँ अब नजानु नहुनु नगराउनु नहुनु गर्नै पर्ने बाध्य गाह्रो छ। त्यस्तै हो राम्रो बनाएको छ यो बाटो मलाई एकदम मनपर्छ। यो माथि स्कुल पनि छ एउटा। पहिला हामी यो बाटो अहिले पो पिच भयो राम्रो भयो तर हामी पहिला चाहिँ अब सवारी साधनहरू नहुँदाखेरि चाहिँ हामी चाहिँ उता एउटा सर्टकट बाटो पनि रहेको छ। त्यो चाहिँ ठ्याक्कै यता बेलकोटगढीको सुन्दर बजारबाट तल झरेर अमारे खोला निस्किने ठाउँ छ। पहिला त हामी त्यताबाट हिँड्छौँ। अहिले चाहिँ अब यो बाटो पनि राम्रो बनाइयो र सवारी साधनहरू चाहिँ यही बाटो प्रयोग गरेर हिँडिराखेको हुन्छ अहिले चाहिँ।
see the horizon, turn us to thousands, and we'll grow in number, fueled by them to see the horizon, turn us to thousands. We'll go through the wastelands, to my shadow, to the sun rays. We'll go through the wastelands, through the highways, and त्यो बेलकोटगढीको एउटा छुट्टै इतिहास छ गाइज है। के छ भन्दाखेरि जब पृथ्वी नारायण शाहले 1900 सालतिर त्यसको पछाडि जति पनि युद्धहरू भएको थियो एकीकरणको कुराहरूमा पनि त्यहाँ चाहिँ यो बेलकोटगढी चाहिँ क्यामेरालाई अलिकति रमाइलो छ, त्यस बाटोहरू पनि राम्रो छ। अघि कुरा गर्दै थिएँ स्कुलको बाबुहरू पनि अनि यो बेलकोटगढीको कुरामा अघि बढ्दै थिएँ किनभने यसमा चाहिँ अब 1900 साल भनौँ यो 2082 यो चाहिँ 1900 को समथिङ कति छ मैले एक्ज्याक्ट यो चाहिँ बिर्सिहालेँ। त्यतिखेर चाहिँ पृथ्वीनारायण शाहले एकीकरण गर्दाखेरि चाहिँ यो बेलकोटगढी र चाहिँ यो ठाउँमा पृथ्वीनारायण शाहले एकीकरण गर्दा दोस्रो चोटिमा चाहिँ हरे खोला एक्जिबिसन अनि बेलकोटगढीको चाहिँ एउटा छुट्टै इतिहास के छ भन्दाखेरि पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दाखेरि चाहिँ बेलकोटगढीलाई हमला गर्दाखेरि आफ्नो कालु पाण्डे एउटा कालु पाण्डे जस्तो एकदम आफ्नो दाहिने हात सम्झेको कालीगढ बेलकोटगढीमा चाहिँ त्यतिखेर गुमाउनु परेको कुराहरू हामीले इतिहासमा पढ्न सक्दछौँ। अनि यो दोस्रो चोटिमा चाहिँ पृथ्वीनारायण शाहले एकीकरण गरेर दोस्रो चोटि चाहिँ सिकेको कुराहरू छ। अब धेरै ठाउँमा गोर्खाबाट सुरु गर्यो, त्यसपछि नेपालको विभिन्न ठाउँहरूमा विभिन्न स्थानहरूमा गर्दै राज्य एकीकरण चिसो छ यहाँ एकदम। अब जति चिसो त्यति रमाइलो, जति हाइट छ त्यति रमाइलो हुँदै आउँछ मलाई चाहिँ। गहिरामा चाहिँ मुख्य सरकारी अलिकति हाइट भएको राम्रो कुरा हो। बाइकको इन्जिन पनि ताप्यो होला, त्यसले गर्दाखेरि अलिकति पावर चाहिँ कालोमा चाहिँ अलिक पावर अब छिट्टै जान्छु, अब रोकिन्न अब अलिक बिस्तारै हाल्यो अब चाहिँ अलिक बेसी हाल्छु किनभने अब मलाई छिटै पुग्नु छ। जाँदै रहेछ रमाइलो छ त्यसको जाँदाखेरि। हामी 5 जना बच्चा आउँदाखेरि याद आउँछ। यस बाटो बवाल भइसक्यो, त्यसले गर्दाखेरि राम्रो छ। यो बाटो पहिला हामी काठमाडौँ आउँदाखेरि एकदम ठुलो भएर हिँड्नु पर्छ। त्यही अब न
अब कतिलो नै थिएन भनौँ न। अब एउटा आइटरहरू एउटा ट्र्याक्टरहरू हुनको लागि पनि अब पाल पऱ्यो ट्र्याक्टरले फस्ला भन्ने टाइपको बाटो थियो होइन। अहिले चाहिँ भने यस राम्रो भइरहेको त्यही हो विकास भनेकै यही जस्तो लाग्छ। अब गाउँमा अहिले अलिक त थाहा के गरेर छ र त्यो सडकहरूको विकास बिस्तारै होला। अब स्वास्थ्य चौकीदेखि लिएर विभिन्न विकासको कुराहरू त्यसले गर्दाखेरि हामी आशा गरौँ अब यो एरिया पनि छिट्टै सबै कुरामा सम्पन्न हुन्छ, सबै कुरामा अगाडि बढ्ने नै छ आशा गरौँ। अनि यहाँको लिड गर्नेहरूलाई लिडरहरूले केही गर्नु आवश्यक छ। उनीहरूको लाखको मान्छेको भारी नै खस्यो केही हामीले गर्दैन त खाएको छ कि जस्तो लाग्यो है साथी। तानै परेको भयो भाइ भन्दै हुन पर्थ्यो। भाइ त लड्ला मान्छे लड्थ्यो होला र गाउँको जीवनमा यो मानेको छ पऱ्यो। अब किनभने गाउँमा भए मजासँग बिहान उठ्यो खायो बस्यो भयो। अब काठमाडौँमा चाहिँ बिहान उठ केही आफ्नो काम गर रेगुलर आफ्नो ड्युटी नजाउँ नि नहुँदाखेरि ड्युटी गएन भने होइन गाह्रो पर्छ। त्यो भावनाले जिन्दगी चाहिँ मलाई चाहिँ आनन्द लाग्छ। मेरो सानीमाको पसलबाट आयो अगाडिको घर बनाउँदै पाइहाल्यो सानीमा जस्तो लाग्यो पसलमा। तर म बोलिनँ यता पछि आउँदाखेरि बोलाउँदा भयो। अहिले भ्लगमा छु फेरि बेला बेलामा हेरिराख्नु भएको थियो। सायद मलाई चिन्नु भयो तर म बोलिनँ। त्यसले गर्दाखेरि दियाले आउनलाई 1 किलोमिटर भन्ने छ। राम्रो लाग्छ स्कुल जाँदैछ। हामी पनि यस्तै गरी स्कुल गएका हो पहिला। अहिले यस्तो सम्झिँदाखेरि रमाइलो लाग्छ। आमाहरू बसिरहेको गाडी पनि राम्रो लाग्यो होला साइड मलाई लाग्छ। सुन्नु त भइरहेको छ 7 बजी 9 बजी त्यहाँबाट हुन्छ भनेपछि अब फ्लाइट लाग्छ 9 बजेर अहिले रमाइलो छ। बाटो पनि हरा भरा छ। गाउँ फेरि हो यता एउटा स्कुल छ रमाइलो छ राम्रो छ। पहिला चाहिँ सानो सानो कटेजमा थियो भने चाहिँ अहिले चाहिँ बिल्डिङ पनि बनिसक्यो। यसलाई नै भन्नुपर्छ विकास। गाउँको अब धेरै ठुलो विकास अब एकैचोटि सम्भव पनि छैन। बिस्तारै हो जस्तो स्कुल एरियाबाट नहरन्थ्यो छ। तर आज मौसम चाहिँ चिसो भइरहेको छ। खै 9 बजेदेखि त घाम लाग्नुपर्ने हो तर छैन घामै लागेको छैन। काटेर यो चाहिँ काठमाडौँतिर फर्निचरहरूमा लानको लागि ठुलो ठुलो फर्निचरहरूमा लान्छ। अनि त्यहाँ काठको सामान बनाउनको लागि
अलिकति उकालो पनि छ पहिला यो यस्तो झ्याउ थियो यो उकालो बरु अहिले त बरु अलि राम्रो भएको छ यो ढलान गर्नाले मात्र बाइक चढाउनलाई डबल लोड जानलाई त बाँकी नै पर्छ यहाँ हाम्रो दुईजना डबल लोड आउँदाखेरि एकचोटि मैले बिचमा झारेर उसलाई अनि म सिङ्गल गएर माथि गएर चढाएको थिएँ बाटो हो अहिले त मजासँग जान्छ डबल लोड पनि गाह्रो छैन किनभने यस्तो दामी चिज छ अब यस्तो राम्रो मौसम हिमाल देख्छु है यता गाई तर आज छैन किन अब यो मौसमै खुले छैन त्यसले गर्दाखेरि आज अहिले हिमालै देख्नु भएको छैन अब मेरो घर आउनलाई 2 किलोमिटर हो अब धेरै टाढो छैन अहिले त पुरो ड्याममै छ यो केही नदेखिँदा ड्याम अहिले छ केही नदेखिँदा पुरै उज्यालो हुन्छ त्यो बेलामा किनभने घाम लाग्ने सुक्खाहरू धेरै सक्दैन नि अब सक्दैन कसैले ओ माय गॉड